नमस्ते साथी भाइहरू, हाम्रो नेपाली दाजुभाइहरू, फेरि स्वागत छ हजुरलाई मेरो युट्युब च्यानल दिपक ब्लगिङमा है त। यदि हजुर सच्चा नेपाली हुनुहुन्छ भनेपछि एकचोटि आफूलाई मलाई आफ्नै साथी भाइ सम्झेर यो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। अब सिधै कुरा गर्नेछौँ हामी भुन्टीको बारेमा। हजुरले लास्टमा देख्नुभएको छ कि भुन्टीमा के हुन्छ भन्दाखेरि भूपेन्द्रले एउटा षड्यन्त्र रचिरहेको हुन्छ भुन्टीको खिलाफ कि उसलाई माफी मागेर आफ्नो मायाजालमा फसाएर फेरि बिना सम्पत्तिको छुटकारा पाउनलाई। तर उसलाई थाहा छैन कि त्यहाँ भुन्टी होइन सुकुमाया थिइन्, जो चाहिँ एकदमै बाटो। सुकुमायाले छक्काउनु भनेको आफ्नो कालको मुखदेखि फर्केर आउनु हो। त्यस कारणले गर्दा अब लास्टै बाठी हुन्छ हामीले सुकुमाया, र फेरि अझै थोप सबुत उनले एकट्ठा गरिसकेन। अब उनले सम्पत्ति पाउनलाई अझै उनी एक स्टेप अगाडि बढिसकेको छिन् है त। अब अर्को हजुरले के देख्नुभयो भन्दाखेरि जो सम्पत्ति पाएको थिइन् भुन्टीले, त्यो एउटा सपना हुँदो रहेछ हाम्रो उसको दाईको बुढीको है त। अब हाम्रो भुन्टीमा मलाई एउटा चित्त नबुझ्ने कुरा के भइरहेको छ भन्दाखेरि एउटै प्याटर्न है त, एउटै प्याटर्न लगातार बढाइरहेछन्। जस्तै अब हजुरले देखिरहनु भएको छ कि अब फेरि म हजुरलाई भनिदिनेछु कि भुन्टी र भूपेन्द्र मिल्छन् कि नै। भुन्टी र भूपेन्द्र फेरि एकसाथ हुनेछन्, किन भनेपछि उनीहरू बुढाबुढी हुन् र बुढाबुढीले काटाकाट गरे पनि लास्टमा आपसमा मिलिहाल्छन्। जस्तै बुढाबुढीको आगोको पराल जस्तै भनेको जस्तै है, त्यस्तै गरेर जो कुकुर जति बाहिर गए पनि लास्टमा आफ्नो घरमा आउँछ नि, त्यस्तै हो। र अब म हजुरलाई एउटा के भन्न गइरहेको छु भन्दाखेरि अब फेरि भुन्टी र भूपेन्द्र चाहिँ मिल्छन् नमिल्ने होइन, मिल्छन्, तर एउटा शर्तमा। अब सुकुमायाले फेरि एउटा शर्त राखिदिनेछन् तिनीहरूको बिचमा। अब भूपेन्द्रले सबै थाहा भनेछन्, त्यो जस उसलाई भिडियो देखाएको थियो, फोटोहरू देखाएको थियो, त्यो चाहिँ एउटा फेक भिडियो र फोटो थियो, मतलब अर्कै सिचुएसनमा थियो है। अब त्यो देखिसकेपछि फेरि अब उसले माफी माग्छ भुन्टीलाई, फेरि जस्तै पनि मनाउँछ भुन्टीलाई आफूसँग बस्न, र भुन्टीले पनि मान्छन्। तर यहाँ सुकुमारले एउटा चाल चल्छन् के भन्दाखेरि, ल ठिकै छ दुइटा मिल, अब हाम्रो भुन्टीतिर जति भने पनि हुँदैन, मिल, तर सबै सम्पत्ति हाम्रो भुन्टीकै मितिनीको नाममा हुनु पर्यो, त्यसपछि मात्र दुइटा मिल्छ, र मिल्दैन भन्छ। र पछि उसले भुन्टीलाई हुन्छ भनेर भुन्टीलाई सँगै राख्छ है त। तर फेरि पछि दुःख दिन्छ, एउटै प्याटर्न हो नि आखिरमा। र मलाई एउटा चित्त नबुझ्ने एउटै प्याटर्न। अब पहिले अब एउटा 1 महिनामा एउटा प्याटर्न सकिन्थ्यो भनेपछि आज 5 महिना हुन लागिसक्यो। अब एउटै कहानी चलिरहेको छ। यो अलि बोरिङ भइरहेको छ अडियन्सहरूलाई है। अब हाम्रो आशा गौतम, हाम्रो कान्छी दिदीले के भन्न चाहन्छु भन्दाखेरि, एउटा नयाँ स्टोरी हजुरले ल्याउनु पऱ्यो कि। जस्तै अब सन्तोष र अब उसको गर्लफ्रेन्डको बिहाको बारेमा पनि बनाउन सक्नुहुन्छ, लगेर अब घरको अब फेरि त्यो हाम्रो उसको घर भुन्टीको घरमा अब फेरि उनीहरूले दुःख पाए। आमा बाबालाई लास्टै कम देखाइरहेको छ क्या आजकल। अब उसको आमा बाबाले फेरि के गर्ने दुःख पाए, त्यसपछि भुन्टीलाई होइन उनीहरूलाई उल्टो बच्चाको यस्तो देखाउन हुन म धेरै अब हार्दिक अनुरोध गर्दछु। र अब मेन मुद्दा के भन्दाखेरि भुन्टीले साँच्चै सम्पत्ति पाउँछन् त। अब जुन अनुसारले देखाइरहेको छ सिरियलमा, भुन्टी अब सुकुमायाले अब अझै एकट्ठा गरेर सबुतहरू अब लास्टै नजिक सम्पत्ति पाउनु नजिकै आइसकेको छन् हाम्रो भुन्टी। अब सुकुमाया अब पाउन त पाउँछिन्, तर म जो भनेको थिएँ नि शर्त, त्यही अनुसारले पाउने छिन् है त। अनि अर्को एउटा कुरा के भन्दाखेरि, अब भूपेन्द्रको भाइ भीम र उसको आमाले अब लास्टै दुःख दिनेछन् हाम्रो भुन्टीलाई। अब खेदो खन्नेछन्। अब उनीहरू थाहा छ हजुरलाई, उनीहरू सहर गएको छन् भुन्टीलाई दुःख दिन, तर उनीहरूलाई पनि थाहा छैन कि त्यहाँ सुकुमाया छिन्, भुन्टी होइन। अब त्यहाँ पनि तिनीहरूले अहिले चाहिँ मुक्कै खाएर घर फर्किने छन् है त। र आजको लागि मैले यति नै राखेँ, किन भन्दाखेरि अब हजुर सिरियल हेर्नुहुन्छ कि हुँदैन एकचोटि कमेन्ट गरिदिनु होला। किनभनेपछि सीता सिरियलको मैले लिएर आउन लागेको छु एउटा नयाँ भिडियो है। हजुरलाई जुन पनि सिरियलको बारेमा जान्नु छ त्यसको मलाई एकचोटि कमेन्टमा भनिदिनु मात्र पुऱ्यो, म हजुरलाई उपलब्ध गराइदिन्छु कि। हजुरले कमेन्ट गर्नु पऱ्यो नि त। ल आजको लागि यति नै। यो यो भिडियोलाई यसमा हेर्नुभएको छ भने चाहिँ एकचोटि नेपाली हुनुहुन्छ भने चाहिँ मलाई नै नेपालीले सपोर्ट गरेर लाइक सब्सक्राइब गरेर एकचोटि यो जे नेपाल भनेर नेपाली भएको एउटा प्रमाण दिन अनुरोध गर्दछु। र आजको लागि यति नै। जय नेपाल, यसो गर्नुपर्छ है, जय नेपाल। अनि हजुरको फ्यामिलीलाई खुसी राखुन् भगवान्ले है, जहिले पनि सुखी राखुन्, स्वास्थ्य राखुन्, स्वच्छ राखुन् है। हस् त, नमस्ते, जय नेपाल।